हेलो गाइस, नमस्ते। आज मैले यो श्रिम्प केलाउँदैछु। यसलाई केलाएर चाहिँ अनि मैले आज टेम्पुरा रोल बनाउन गइरहेको छु। एउटा सुसीको पपुलर रोल मध्ये एउटा हो टेम्पुरा रोल। यो श्रिम्पको चाहिँ झिँगे माछा मध्येको अलिकति ठुलो हो यो चाहिँ। अनि यो श्रिम्पको चाहिँ आन्द्रा भनेको ढाडमा हुन्छ क्या, माथिबाट। यसको यो पुच्छरमा पनि फोहोर हुन्छ। अनि यसलाई चाहिँ सफा गरिसके पछाडि यसरी मुनिबाट यसरी पेटतिरबाट चाहिँ हल्का काट्नुपर्ने हुन्छ। काटे पछाडि मात्रै यो सिधा हुन्छ, नत्र यो बाङ्गो हुन जान्छ फ्राई गर्दाखेरि। अनि मैले यसलाई चाहिँ मैदाको पिठोमा मोल्दैछु। मैले यसलाई चाहिँ टेम्पुरा बनाउनको लागि। अनि यसमा चाहिँ अनि यो गरिसके पछाडि चाहिँ मैले इक्वल अफ मैदा र अनि कर्नस्टार्चलाई अन्डा हालेर अनि आइस वाटरसँग चाहिँ त्यसलाई मलेर मिक्स गरेर अनि उयसको सहायताले मैले त्यसलाई चाहिँ ब्याटर बनाउँछु। अनि त्यो ब्याटरमा यो डिप गरेर चाहिँ अनि डिप फ्राई गर्नुपर्ने हुन्छ। अब मैले त्यो सबै रेडी गरिसकेको छु। अब मैले चाहिँ रोल बनाउन जाँदैछु। यसको लागि चाहिँ 120 ग्राम 100 देखि 120 ग्रामसम्मको राइस लाग्छ। मैले राइस मिलाइसकेपछि फ्लिप गरेँ। अनि मैले थोरै मायोनाइज राखेँ यसमा। कुकुम्बर, अनि मैले टेम्पुरा राख्छु। यो फ्राई गरिसके पछाडि यस्तो देखिने हुन्छ एउटा टेम्पुरा। मैले यसलाई कसेर रोल गर्छु। यो मेरो माकिसु यानि कि यो ब्याम्बो म्याट चाहिँ अलिकति डह्रो भएकोले रोल गर्न अलिकति गाह्रो हुन्छ। यसलाई मैले काटेर प्लेटमा सजाएको छु। अब मैले यसलाई चाहिँ मायोनाइज ससले ड्रेसिङ गर्दैछु माथिबाट। अनि अर्को चाहिँ मैले चिली मायोले फेरि पनि माथिबाट क्रस ड्रेसिङ गर्दैछु। हेर्नुहोस् गाइस, अब टेम्पुरा रोल तयार भएको छ। इन्जोय।